समय चाहिन्छ। सम्माननीय सभामुखज्यू, अब मैले के भनौँ, इतिहासमा पहिलो पटक हुँदैछ यो। आज तपाईँलाई हास्य पदक लाग्न सक्छ किनकि तपाईँहरूसँग बहुमत छ र जनताको समर्थन छ। तर पहिला गाउँघरतिर एउटा भन्ने गर्थे, बाघले बाख्रा मार्यो भन्ने होइन, बाघ पल्क्यो भन्ने हो। संसदलाई प्रधानमन्त्रीले छल्ने आज परम्परा हुने हो भने बालेन शाह यो वर्षको 20 वर्ष प्रधानमन्त्री होइन। अब आउने भावी प्रधानमन्त्रीहरूले संसद छल्ने परम्परा यदि बन्यो भने यो देशको प्रजातन्त्र कहाँ जान्छ? आज हाँस्ने प्रिय मेरा माननीय साथीहरू भोलि रुनुपर्ने दिन आउन सक्छ है। त्यो भएको हुनाले यो विषयवस्तु सिर्फ प्रधानमन्त्रीको अनुहार हेर्ने होइन। आज यो संसदमा उठाएको विषयवस्तु कुनै व्यक्ति विशेषको आलोचना गर्ने विषय होइन। यो संसदको गरिमा, जनताको अभिमत, प्रजातान्त्रिक उत्तरदायित्वको विषय हो। प्रधानमन्त्रीलाई हामीले यहाँ केवल औपचारिक भाषण गर्न वा अनुहार देखाउन बोलाएका होइनौँ, देशको नीति निर्माणको नेतृत्व गर्न बोलाएका हौँ। प्रधानमन्त्रीको काम के हो? नीति बनाउने। नीति कहाँ बनाइन्छ? यही संसदमा। प्रधानमन्त्रीलाई यहाँ भाषण गर्न होइन, काम गर्न बोलाएका हौँ। सम्माननीय सभामुख महोदयज्यू, प्रधानमन्त्रीको मूल दायित्व भनेको नीति निर्माण गर्नु हो र नीति निर्माण गर्ने हुने सर्वोच्च ठुलो संसद हो, कुनै गोप्य अँध्यारो कोठा होइन। यो संसदमा हो जनताको सार्वभौम अधिकारको प्रतिनिधित्व गर्ने यो संसदलाई व्यवस्था गरेर देश चलाउने मानसिकता प्रजातान्त्रिक संस्कार विपरीत छ। अहिले देशको दिशा तय गर्ने नीति तथा कार्यक्रममाथि छलफल भइरहेको छ। यस्तो गम्भीर र संवेदनशील विषयमा स्वयं प्रधानमन्त्री उपस्थित नभए